हेलो साथीहरु, आजको यो भिडियोमा हामी फिनिश बोल्दाखेरि विभिन्न खालका प्रत्यय अर्थात सफिक्स जुन लाग्छ त्यो कुन ठाउँमा कसरी लाग्छ भन्ने विषयमा बुझ्ने प्रयास गर्नेछौं है त। भिडियोको अन्तिमसम्म हेर्नु होला। एउटा भागमा मैले इंग्लिशमा लेखेको छु र अर्को अब यसमा जुन सुअमेक्सी भनिन्छ फिनिश भाषामा त्यहाँ के बन्छ र अन्तिममा जुन सफिक्स छ त्यो कस्तो कन्डिसनमा जोडिन्छ भनेर हामी यहाँ बुझ्ने प्रयास गर्नेछौं है त। फर्स्टमा हेरौं, आई गो टु द हाउस, म घरतिर जान्छु। आई गो टु द हाउस। अब यसलाई हामीले फिनिशमा लेख्नु पर्यो भने कतिपयलाई थाहा भइसकेको होला पर्सनल प्रोनाउन के कसरी लेखिन्छ भन्ने कुरा। अब यहाँ हुन्छ मिना मेनिन। अब तालो भनेको घर हो। अब घरको भित्रैतिर जान मिल्ने हुँदा हामी यहाँ अर्को एउटा ओ थप्दिन्छौं र एन राख्दिन्छौं। मिना मेनिन तालोन हुन्छ। अब यो मिना मेनिन तालोन कसरी भयो भने तालोको अन्तिममा ओ हुन्छ, त्यसलाई फेरि दोहोर्याइदिउँ र एन राख्दिउँ। यसलाई वीएन अर्थात भावल रिपिट अनि एन गरेको भनिन्छ। यो इलाटिभको एउटा तरिका भयो। अब यसमा हामीले के गर्यौं, भर्खरै वीएन अर्थात भावल एउटा रिपिट गर्यौं अनि एन राख्दिउँ है। अब यस्तै गरी म घरमा छु भन्नु पर्यो। आई एम इन द हाउस, म घरमा छु। अब यो बेलामा त्यो व्यक्ति अघि जाँदै थियो, अब जाँदै छैन, अब ऊ चुप्पो लाएर बसिरहेको छ, कुनै एक ठाउँमा स्टेबल भएको छ। यस्तो बेलामा हामी राख्छौं मिना ओलेन तालोसा। ल, घर भनेको तालो भयो। त्यो मान्छे जसले बोलिरहेको छ ऊ घरको भित्र छ। यो भित्र हुने अवस्थामा हामी एसएसए अथवा एसएसए यो जोड्छौं। अब यो जोड्दाखेरि हामीले नेपालीमा कम्पेयर गर्ने हो भने मा भित्र भन्ने अवस्थामा हामी सा जोड्न मिल्छ है। जस्तो यसमा हामीले के जोड्यौं, एसएसए अथवा एसएसए यो जोड्न मिल्छ है। अब यहाँ के बुझ्नु पर्छ, फिजिकल एन्टिटी होस् अथवा कन्सेप्चुअल एन्टिटी होस्, त्यसको भित्रपट्टि रहने अवस्थामा हामी सा जोड्नुपर्ने हुन्छ। अब अर्को हेरौं त, आई कम फ्रम द हाउस, म घरबाट आउँछु। अब यस्तो बेलामा ऊ आउँदैछ, अघि जाँदै थियो, अब ऊ आउँदैछ भने मिना तुलेन। अब तालो, घर त तालो नै भयो। अब बाट आउने भएको भएर एसटीए, मिना तुलेन तालोस्ता, मिना तुलेन तालोस्ता हुन जान्छ। अब यो एसटीए अथवा एसटीए को अर्थ के हुन जान्छ, ए अथवा एसटीए। यसको अर्थ बाट, बारे, भित्रबाट भन्ने कन्डिसनमा हामी यो प्रयोग गर्छौं। अब यो तीनवटाले के जनाउँछ भने कुनै पनि चीज भित्र हुने अवस्थामा यो लाग्छ भनेर बुझ्नुपर्ने हुन्छ। भित्रपट्टि हुँदाखेरि है, यो भित्रतिर जाँदा वीएन लगाउने, भित्र रहँदा, जाने होइन है, रहँदा यो लगाउने र भित्रबाट आउँदा, जहाँ बाट आउने हो यो लगाउने। अब यहाँ फेरि समस्या के आउँछ, मार्केटतिर जाँदा के हुन्छ त, एकचोटि त्यो हेरौँ है त। आई गो टु द मार्केट, म मार्केटतिर अथवा बजारतिर जान्छु। लगभग यो जस्तै छ हेर्नु है त। आई गो टु द हाउस, आई गो टु द मार्केट। अब यसमा फरक के हो, यसमा हाउस छ, यसमा मार्केट छ। अब यसको फरक हेरौँ है त। मिना मेनिन तोरिले हुन्छ। तोरी भनेको मार्केट हो। अब मार्केटतिर जाँदा एलएलई आउँछ। इंग्लिशमा हेर्दा लगभग सेम छ, तर फिनिशमा हेर्दा फेरि यहाँ सफिक्स फरक आयो, एलएलई लाग्यो। यसमा एलएलई लाग्यो। किन एलएलई लाग्यो भने मार्केट भन्ने चीज कुनै भित्र भनेर काउन्ट गरिन्न, त्यसलाई सतहमा रहेको अवस्थामा काउन्ट गरिन्छ। त्यही भएर मार्केट भन्ने चीज ओपन ठाउँ हो, सरफेसमा हुने ठाउँ हो, त्यही भएर यसमा एलएलई लाग्यो। इंग्लिशमा भन्दा यति तीनटा इनसँग सम्बन्धित छ, अब बाँकी रहने अनसँग सम्बन्धित रहन्छ। त्यस्तै अब यसलाई म फर्मुला बेसिसमा पनि अहिले देखाइदिन्छु है। त्यस्तै अब आई एम इन द मार्केट, म बजारमा छु भन्नु पर्यो भने मिना ओलेन, मिना ओलेन तोरी लेख्यो, बजार एलएलए,
मिना ओलेन तोरिल्ला, म बजारमा छु, मिना ओलेन तोरिल्ला। अब यो एलएलए किन आयो भने यो चाहिँ अन द मार्केट भन्न खोज्या हो, मार्केटमा, मार्केटको सतहमा हुने अवस्था भएको हुँदा हामी यसलाई तोरिल्ला भन्छौँ। अब यो केसमा हामीले यस्तै खालको अरू पनि प्रयोग गर्नुपर्ने एलएलए अथवा एलएलए यो प्रयोग गर्छौँ है। त्यस्तै अब अन्तिममा छ म बजारबाट आउँछु, मिने तुलेन आउँछु भने हो है, यो जान्छु होइन कि आउँछु भने हो, मिना तुरेन तोरिल्ता, तोरी भनेको मार्केट, अब बजारबाट आउँछु भन्दा एलटिए लगाइयो, एलटिए अथवा एलटिआई यो लगाइन्छ। अब यहाँ फरक हेर्नु त, अघि माथिपट्टिको गर्दाखेरि हामीले के गर्यौं, यसलाई अलिकति फरक गरिदिएँ मैले, माथिपट्टिको गर्दा के गर्यो, हामी यो इनसँग सम्बन्धित थियो, त्यही भएर हामीले कि त जाँदाखेरि भिएन लगायौं, त्यसमा रहँदाखेरि एसएसए अथवा एसएसए लगायौं, अब त्यहाँबाट आउँदा एसटीए अथवा एसटीए यो लगायौं भने मार्केट अथवा जुन सतह हुने खालको छ त्यस्तो ठाउँमा हामी जाँदाखेरि एलएलई लगाउँछौं, त्यहाँ रहँदाखेरि एलएलए अथवा एलएलए लगाउँछौं, अनि त्यहाँबाट आउँदाखेरि एलटीए अथवा एलटीए लगाउँछौं। सामान्यतया तपाई जाँदाखेरि चाहिँ यो लगाउने अनि रहँदाखेरि चाहिँ यो लगाउने त्यसो गर्नु मिल्दैन है। जुन ठाउँमा यो लाग्छ त्यसको अरु यस्तो खालको कन्डिसन प्रयोग गर्दा यति तीनटा नै लगाउनु पर्ने हुन्छ। जुन ठाउँमा यो लाग्छ त्यो ठाउँमा हामीले यो विभिन्न कन्डिसन हेर्दाखेरि अहिले जुन प्रस्तुत गरिएको कन्डिसन छ त्यस्तो कन्डिसनमा यो नै लगाउनु पर्ने हुन्छ। यसमा धेरै जना विद्यार्थीहरुले मिस्टेक गर्नुभएको छ, जाँदा यो लगाउने, रहँदा यो लगाउने, फेरि आउँदा यो लगाउने, त्यस्तो सामान्यतया हुँदैन है यो फिजिकल केसहरुमा कुरा गर्दाखेरि। अब फेरि अर्को अब फर्मुलाको बेसिसमा हेरौँ है त, यो कुन बेलामा लाग्छ, यो कुन बेलामा लाग्छ, यो कुन बेलामा लाग्छ, हामी सानो एउटा फर्मुला जस्तो बनाएर हेरौँ है त। अब म यहाँ गर्दिन्छु, मानौ तपाई एउटा पोइन्टमा हुनुहुन्छ, तपाई त्यो पोइन्टबाट जाँदै हुनुहुन्छ र अर्को कुन ठाउँमा पुग्नेवाला हुनुहुन्छ, कुनै चीजको भित्रतिर पुग्नेवाला हुनुहुन्छ भने यो भिएन लाग्छ अथवा यसमा एसभिएन पनि छ, सेन पनि छ, तर अहिलेको केसमा हामी भिएन अथवा भावेल रिपिट अनि एन लगाउँछौं। फेरि एकचोटि दोहोऱ्याउँ, तपाई एउटा पोइन्टमा हुनुहुन्छ, त्यो पोइन्टबाट मुभमेन्ट हुँदैछ र त्यो मुभमेन्ट कहाँ इन्ड हुनेवाला छ, कुनै चीजको भित्रपट्टि। मानौ तपाई घर भित्र जाँदै हुनुहुन्छ, तपाई बैंक भित्र जाँदै हुनुहुन्छ, तपाई पसल भित्र जाँदै हुनुहुन्छ भने त्यस्तो बेलामा तपाई के हुन्छ, घरको पनि भित्र जान मिल्छ, पसलको पनि भित्र जान मिल्छ अथवा बैंकको पनि भित्र जान मिल्छ। त्यस्तो केसमा हामीले भिएन लगाउँछौं यसरी है। अब तपाई कतै जाँदै हुनुहुन्न, तपाई एक ठाउँमा चुप्पो लाएर बस्नुहुन्छ, ए तिर नि जानुहुन्न र बी तिर पनि जानुहुन्न, यहाँ पनि जाने होइन, यहाँ पनि जाने होइन, भित्र कुनै एक ठाउँमा चुप्पो लागेर बस्ने अवस्था छ। जस्तो यसलाई म गरौँ है त, यो राख्दिन्छु, यता पनि जानुहुन्न र यता पनि जानुहुन्न भने त्यस्तो केसमा ल अब हेरौँ है त, तपाई यता पनि जानुहुन्न, उता पनि जानुहुन्न, कुनै चीजको भित्रपट्टि रहनुहुन्छ भने त्यस्तो बेलामा यो लगाउनु हुनेछ। जुन ठाउँमा रहने हो त्यो ठाउँमा तपाईले यो लगाउनु हुनेछ। त्यस्तै अब अर्को पोइन्टबाट तपाई फर्केर आउँदै हुनुहुन्छ, तर कहाँबाट फर्केर आउँदै हुनुहुन्छ, कुनै चीजको भित्रबाट फर्केर आउँदै हुनुहुन्छ भने त्यस्तो बेलामा तपाईले एसटीए अथवा एसटीए यो लगाउनु हुनेछ। यहाँबाट कुनै चीजको भित्रबाट तपाई ए तिर आउँदै हुनुहुन्छ भने यो केसमा तपाईले यसरी एसटीए अथवा एसटीए यो लगाउनु हुनेछ। अब फेरि यता तलपट्टिको हेरौँ त, तपाई एउटा पोइन्टबाट जाँदै हुनुहुन्छ तर अर्को पोइन्टको भित्रतिर पुग्ने होइन कि सतहतिर पुग्ने,
सर्फेसतिर पुग्ने अथवा कुनै चिजको नजिकतिर पुग्ने त्यस्तो अवस्था छ भने तपाईले यो लगाउनु हुनेछ। एबाट जानुभयो अथवा मुभमेन्ट त देखियो तर अर्को पोइन्टको भित्र गएको होइन, नजिकतिर गएको, साथतिर गएको, सतहतिर गएको अवस्थामा हामी यो लगाउँछौँ। त्यस्तै अब यसमा हेरौँ त, लगभग यो जस्तै हो, मैले यसलाई कपी गरेर यहाँ ल्याइदिएँ, यो जस्तै नै हो तर यहाँ हुन्छ के फरक हुन्छ भने तपाईँ एतिर पनि जाने होइन, बीतिर पनि जाने होइन, बिचमा रहनुहुन्छ अर्थात् मुभमेन्ट हुँदैन। मुभमेन्ट नभए तापनि तपाईँ रहने ठाउँ चाहिँ कहाँ हो, कुनै चिजको सतहमा हो, कुनै चिजको साथमा हो, कुनै चिजको नजिकमा हो भने तपाईले यो एलएलए अथवा एलएलए यो लगाउनु हुनेछ। त्यस्तै अब यो जस्तै हो तर कुनै चिजको भित्रबाट होइन कि नजिकबाट, साथबाट, सतहबाट तपाईँ फर्केर आउने कुरा गर्दै हुनुहुन्छ भने त्यस्तो केसमा अथवा मुभमेन्ट हुने कुरा गर्दै हुनुहुन्छ भने यस्तो केसमा हामीले एलटिए अथवा एलटिआई यो लगाउँछौँ है। अब यसमा सानो अर्को एउटा परिवर्तन गरेर हेरौँ है त। यसलाई मैले फेरि एकचोटि रिराइट गरेँ है। अब मानौ तपाईँ पोखरातिर जाँदै हुनुहुन्छ, आई गो टु पोखरा यो भयो। अब यसमा के गर्नुहुनेछ, मेनेन पोखरा लेख्ने, लास्टमा ए आयो, अर्को ए थप्ने अनि एन लाउने। मेनेन पोखरान भनेपछि अब म जान्छु पोखरातिर भन्ने अर्थ लाग्यो, किनभने पोखरा भन्ने एउटा कन्सेप्चुअल ठाउँ हो, कुनै बारेको ठाउँ वाल बनाएको त छैन तर त्यो एउटा कन्सेप्चुअल ठाउँ हो। कन्सेप्चुअल ठाउँको भित्र जान मिल्ने भाव भएर हामीले के गर्यौँ, मेनेन पोखरान भनेर यो प्रयोग गर्यौँ तर यो प्रयोग गरेनौँ है। त्यस्तै अब आई एम इन पोखरा, पोखरा। अब यस्तो बेलामा के गर्छौँ, मिनाओलेन पोखरा लेख्ने अनि एसएसए यो गर्यौँ, किनभने हामी पोखरामा छौँ भन्दैछौँ है। पोखरामा भने भएर हामी सा लगायौँ। त्यस्तै अब पोखराबाट आउने बेला छ भने आई कम फ्रम पोखरा। अब मिनातुलेन म आउँछु, मिनातुलेन पिओकेएचआरए पोखरा अनि एसटिए पोखरास्ता, म पोखराबाट आउँछु भनेको बल्ल यहाँ मिल्न गयो। अब मानौ तपाईँ कता जाँदै हुनुहुन्छ, तपाईँ बाटोतिर जाँदै हुनुहुन्छ है। आई गो टु द स्ट्रिट, तपाईँ कुनै बाटोतिर जाँदै हुनुहुन्छ भने अब यहाँ के भन्नुभयो, मेनेन। अब के गर्ने, कातु भनेको बाटो हो, अर्को यु अर्को एन थप्ने हो त। यो गयो भने के मिस्टेक हुन्छ भने यसको अर्थ के लाग्छ, तपाईँ बाटो पाल पारेर भित्र जाँदै हुन्छ भन्ने अर्थ लाग्न जान्छ। त्यही भएर के गर्नुपर्ने हुन्छ, यसलाई हामीले केएटियु कातु, कातुमा एलएलई जोड्नु पर्ने हुन्छ। अब एलएलई जोड्दाखेरि टीलाई हामी डी बनाइदिनु पर्ने हुन्छ भनेपछि मिनामेनेन काडुलले म बाटोतिर जान्छु भन्ने अर्थ लाग्छ। यसको अर्थ के भयो, तपाईँ एउटा पोइन्टबाट अर्को पोइन्टतिर त जाने हो तर त्यसको भित्र जाने होइन कि सतहमा रहनुहुन्छ, सतहतिर जानुहुन्छ यो अर्थ लाग्छ। त्यस्तै आई एम अन द स्ट्रिट, म बाटोमा छु भन्नु पर्यो भने मिनाओलेन केएटियु कातु हो। अब तपाईँ यता जाने भने पनि होइन, यता जाने भने पनि होइन, एक ठाउँमा रहने भने हो। अब त्यो ठाउँ के हो त, बाटो हो। अब बाटोको भित्र रहन सकिन्छ त, सकिन्न भनेपछि के हुने भयो, एलएलए लाउनु पर्यो। अब यो एलएलए लाउँदाखेरि एउटा टी छ भने हामी यसलाई डी बनाइदिनु पर्यो। मिनाओलेन काडुल्ला, म बाटोमा छु। त्यस्तै अब म बाटोबाट आउँछु, आई कम फ्रम द स्ट्रिट, म बाटोबाट आउँछु। अब यस्तो बेलामा के हुन्छ, मिनातुलेन म आउँछु, बाटो त बाटो कातु भइहाल्यो। अब बाटोको भित्रबाट आउने भने होइन, सतहबाट आउने भनेको भएर हामी यहाँ
LTA लगाउँछौँ। अब यो लगाउने बेलामा एउटा टी छ भने यसलाई हामीले डी बनाइदिनु पर्ने हुन्छ। यसलाई कोपेते वाइतेलु भनिन्छ। यसरी हामीले कुनै चीजको भित्रतिर जाँदा यो लागू हुन्छ, कुनै चीजको सतह भन्दा भित्रतिर कुनै फिजिकल एन्टिटी अथवा कन्सेप्चुअल एन्टिटीको भित्र रहने केसमा यो लाग्छ र कुनै सतह भन्दा भित्र रहेको अथवा कन्सेप्चुअल एन्टिटी अथवा फिजिकल एन्टिटी भित्रबाट आउँदा यो लाग्छ भने कुनै चीजको सतहतिर जाँदा यो लाग्छ, सतहमा रहँदा अथवा नजिकमा रहँदा अथवा साथमा रहँदा यो लाग्छ र त्यो साथबाट नजिकबाट माथिबाट यो सतहबाट आउँदाखेरि यो लाग्छ। यसलाई तपाईले यो याद गरेर फिनिश ल्याङ्ग्वेजमा लेख्दाखेरि ध्यान दिनुभयो भने धेरै कुरा हाम्रो जुन ग्रामर मिस्टेक हुन्छ त्यो मिस्टेकबाट चाहिँ हामी बच्न सकिन्छ। र आजको एउटा सानो भिडियोमा मैले केही कुरा बुझाउने प्रयास गरेँ। आशा छ तपाईले केही कुरा बुझ्नुभयो होला, सिक्नुभयो होला है त। धेरै धेरै धन्यवाद। थ्यांक यू भेरी मच।